अनि नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदम सन्चै छौँ भन्दै मैले मेरो छोटो भ्लगमा हजुरहरूलाई स्वागत गर्दैछु। हेरेर साथ दिनुहोला भन्न चाहन्छु। अनि हामी चाहिँ आज मकवानपुर गढीको ऐतिहासिक स्थलमा आइरहेका छौँ। यस मकवानपुर गढीमा स्थित सम्पूर्ण दृश्यहरूलाई समेटेर मैले भिडियो बनाउने छु। हजुरहरूले पुरा हेरेर साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। सालो भेडा चाहिँ अगाडि लागिसक्नु भएको छ भने पछाडि मम्मी आउँदै हुनुहुन्छ। मम्मीलाई चाहिँ थोरै उकालो चढ्न साथ अलिकति थकै लागे जस्तो भएछ। अनि त्यसपछि म चाहिँ हावामा कपाल उडाउँदै उडाउँदै माथितिरको यात्रामा जाँदैछु। भिडियो चाहिँ अलिकति लामो हुनसक्छ किनभने हामीले सम्पूर्ण दृश्यलाई समेटेर तयार पारेका छौँ अनि हामीले गरेको हरेक क्रियाकलापहरूलाई पनि यहाँ समेटेर भिडियोमा राखेका छौँ। त्यसैले अलि लामो हुनसक्छ तर एकदम रमाइलो थियो हाम्रो यो जर्नी। हजुरहरूको फ्यामिली पनि आएर एकपटक भिजिट गर्न सक्नुहुन्छ। शुक्रबार हो नि त, शनिबार भइरहेको हुन्छ। यो चाहिँ अति नौटङ्की भयो मेरो।
दर्शनको लागि वेटमा छौँ। भित्र पूजाआजा चलिरहेको छ अनि अब हामी दर्शन गर्नेछौँ। अनि त्यसपछि हाम्रो यात्रा अगाडि बढी नै रहनेछ।
आउँदैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् साह्रै नि मलाई उसको एक झलक मुझसे मार्यो नि मायाले चल्ती आज फरक मार्यो नि मायाले खेल्ने छाड्ने ओटा ए आँखाले राम्रै हो मन पर्ने ओटा तिम्रो पानीको छडा सेतै छ मन छ कता आँखा त यतै छ तिम्रो पानीको छडा सेतै छ मन छ कता आँखा त यतै छ रुखो हामीले चाहिँ पूजाआजा सकेर हामीले चाहिँ खाना घरबाटै लिएर गएका थियौँ अनि खानपिन पनि गरिसक्यौँ अनि हामी चाहिँ बाहिर निस्किसकेका छौँ। अब चाहिँ यहाँ रहेको थोरै प्राकृतिक दृश्यहरूलाई कैद गर्दै अगाडि बढ्नेछौँ। अनि हामी चाहिँ आउँदाखेरि अटोमा आएका थियौँ अनि सालो भेनाजु चाहिँ स्कुटरमा आउनुभएको थियो। अब उहाँहरू चाहिँ अर्को बाटो जाँदै हुनुहुन्छ, हामी आमा छोरी मिलेर चाहिँ यताबाट तलतिर लाग्दैछौँ, हिँड्दै जानेछौँ हामी चाहिँ। अनि हामी चाहिँ थोरै नाटक गर्दै अगाडि बढिरहेका छौँ। अब आमा छोरीको यात्रा रहनेछ तलसम्म हामी चाहिँ हिँड्दै हिँड्दै जानेछौँ। यो चाहिँ गुम्बा डाँडा हो। हामी चाहिँ यहाँ जाँदैछौँ। अब मम्मी अगाडि अगाडि हिँडिरहनु भएको छ भने म चाहिँ पछाडि पछाडि भिडियो बनाउँदै अगाडि बढिरहेको छु। अनि हामी चाहिँ यो गुम्बा डाँडामा पनि जानेछौँ। हामी लगभग तल आइपुग्न लागिसकेका छौँ। सालो भेनाजु चाहिँ उता तल कुर्दै हुनुहुन्छ हामीलाई। अनि यहाँबाट चाहिँ गुम्बा जाने बाटो हो। हामी चाहिँ यहाँ अब थोरै विश्राम गर्नेछौँ। यहाँको स्वच्छ हावा लिँदै एकछिन यहाँको वातावरणमा इन्जोय गर्नेछौँ। अनि त्यसपछि हाम्रो नाटक पनि यहाँ सुरु हुन्छ। अब हेर्दै जानु होला। हाम्रो नाटक सुरु भइसकेको छ एकछिनलाई। अब हामी चाहिँ गुम्बामा आइपुगिसकेका छौँ। यो चाहिँ अगाडिको मेन गेट हो। अनि हामी चाहिँ यहाँ आइपुग्यौँ। अब हामी चाहिँ एकछिन यहाँ आराम गर्छौँ अनि यहाँको दृश्य पनि अवलोकन गर्नेछौँ। अनि यहाँको हावापानी लिएर अगाडि बढ्नेछ। हेर्नु कति राम्रो छ यहाँ। हजुरहरू पनि आउन सक्नुहुन्छ। एकदम रमाइलो, एकदम मनै शान्त हुने ठाउँ छ। एकदम रमाइलो। वाउ। अनि यहाँ चाहिँ सालो भेनाजुलाई केही सोध्दैछु। सो रमाइलो पारामा
रमाइलो पारामा के सोध्दैछु। कस्तो लागिरहेको अब चाहिँ हामी कहाँ जाँदैछौँ होला, हजुरहरूले केस गर्नु। हामी कहाँ जाँदैछौँ? जङ्गलभित्र के छ त्यहाँ हेर्नु, त्यहाँ के छ? थाक्कल। अब चाहिँ हामी थाक्कल टिप्न जाँदैछौँ। मम्मीले टिप्दै हुनुहुन्छ थाक्कल। हजुरहरूलाई कसलाई मनपर्छ यो थाक्कल? अनि हजुरहरूलाई कसलाई थाहा छ यो थाक्कल हो भनेर? कति ल्याउनु भएको त जङ्गलैभरि थाकेले खाएर है। सब पाकेर चाहिँ पाकेर बेला भरिहाल्यो। आँखा हेर्दै कति अरे भिडियोलाई चाहिँ यहाँसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब हाम्रो ब्लग चाहिँ यहीँ समाप्त भएको छ। फेरि पनि अर्को ब्लगमा भेटौँला। नमस्ते, बाई बाई।